हेलो नमस्ते। म चाहिँ आज यहाँ माटो गुम्बामा छु अनि म चाहिँ अहिले त्यस्तै 2-3 बजिरहेछ अनि यहाँ माथि एउटा धार्मिक स्थल छ अरे, त्यो हेर्न जाँदैछु। एक्लै छु अनि यहाँ चाहिँ माटो गुम्बाको रुमहरू हो। यहाँ चाहिँ आफै रुमहरू बनाउनु पर्ने रहेछ। त्यो चाहिँ अनि फटाङ हो। ठुल्ठुलो लामा रिम्बर्सिलाहरू पाल्नुभयो भने चाहिँ त्यहाँ प्रोग्राम र अनि त्यहाँ बस्नु हुँदो रहेछ। माटो गुम्बा चाहिँ यो हो। माटो गुम्बा चाहिँ यहाँ भित्रबाट जान्छ। अनि ले बजार चाहिँ त्यो हो। मार्केट चाहिँ हेर्नुपर्छ हौ। चिले त्यो अहिले म जाँदै गरेको ठाउँमा चाहिँ मैले योभन्दा पहिला पुगेको थिएन अनि आज चाहिँ म एक्लै जाँदैछु। धेरै टाढा पनि छैन होला। यतातिर घर बनाउने रुखहरू चाहिँ सबै यिनीहरू हो। अहिले चाहिँ त्यो रुखहरू अलिअलि हरियो हुन थालेको छ। अस्तितिर एकदम जाडो पनि थियो अनि रुखहरू पातहरू उम्रेको थिएन। यता त होइन पो रहेछ, सायद यो डाँडो पछाडि होला। म यहाँबाट जानुपर्छ। नलट बाटो चाहिँ यस्तो रहेछ। ठिक हो। पुग्दैन। यहाँ पनि होइन रहेछ। अरे कता हो त? डाँडा पछाडि हो कि? अब चाहिँ भने यहाँ पनि छैन त। ल माटो गाउँ
छैन क्या हो यो डाँडा पछाडि चाहिँ हुनुपर्छ पक्कै अर्को पनि डाँडा रहेछ त अब चाहिँ मलाई सास लिन गाह्रो भएको जस्तो महसुस हुँदैछ यता अलिअलि हिँड्ने बित्तिकै त्यस्तो हुने रहेछ म जान लागेको ठाउँ चाहिँ पाएको छैन सायद त्यो अघिकै होला लुङदरहरू गाडीको सायद मैले खोजेको चाहिँ यही होला यो म चाहिँ अघि उता पछाडितिर गएछ यहाँ चाहिँ एउटा गुफा रहेछ अनि यो चाहिँ पल्डेन लामो भन्ने उहाँको उयो गुफा रहेछ यतापट्टि पनि रहेछ सिधा माथि जाने ठाउँ रहेछ त्यो चाहिँ भित्र चाहिँ कस्तो छ हो त्यति ठुलो छैन रहेछ अनि अघि चाहिँ म यहाँ भनेर आएको अनि उतातिर गएछु अनि यहाँ चाहिँ यस्तो छ बत्तीहरू राखेको छ अनि बत्तीको लागि ग्यास पनि स्टोभ पनि राखेको रहेछ यहाँ घिउ तताउनको लागि म यहाँबाट फर्किँदैछु अघि चाहिँ म यो तल्लाबाट यहीँबाट गएर उतातिर डाँडातिर पुग्यो हुन चाहिँ यही रहेछ यो देखेको थियो अघि अब चाहिँ म फर्किँदैछु तल बस्ने ठाउँतिर फर्किँदैछु अझै जानुपर्ने अब त्यो डाँडामा हो त्यो डाँडामा अलिकति देखियो गुम्बामा हो यो चाहिँ माटो गाउँ हो अब बाटो चाहिँ यस्तो छ बाटो अलिकति चिप्ले भने तल पुग्छ अब
तर मेरो जुत्ता नचिप्लिनु चाहिँ पर्ने, किनभने मेरो जुत्तामा यत्रो दाँत छ।